हेलो नमस्ते साथीहरू, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो फेरि पनि स्वागत छ आजको मेरो नयाँ भिडियोमा। यो चाहिँ मेरो फर्स्ट मिनी भ्लग हो। कृपया कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेर्नु होला र भिडियो राम्रो लागेमा भिडियोलाई लाइक कमेन्ट सेयर र मेरो च्यानललाई सब्सक्राइब पनि गर्नु होला। ओके हेर त यो मुसा, मकै खाएको लास नसरम, काम गर्ने कालो मकै खाने भालु भने जस्तै दुःख गरी गरी मल हाल्ने, खनजोत गर्ने, मकै छर्ने म अहिले आएर मकै खाइदिने यो मुसा। के साह्रो पापी भएको यो मुसा। हेर्नु त यसरी खाइदिएको छ। बरु त अहिले भनेको भएपछि ममा पनि अलिकति मानवता छ है। बरु म तँलाई एउटा छुट्टै बारी दिन्थेँ नि, यहीमा छरेर खा भनेर। यसरी मैले दुःख गरेर लगाएको मकै खाइदिने तँलाई लास नभएको आज पो होला। तँलाई नमारी कहाँ छोड्छु र म तँलाई त। राम 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 राम। फेरि यता हेरौँ त, यो काँक्रो एउटा यत्रो भएको छ, एउटा फेरि यस्तो गरे होइन। कस्तो लाज शरम नभएको। कमसेकम असोज महिना लागिसक्यो, दसैँ आउनु लागिसक्यो, यतिखेरसम्म त अलिकति ठुलो त हुनुपर्ने। योलाई त कस्तो लाज पचेको काँक्रो हो यस्तो। हेर त, उसको साथी यत्रो हुने होला यो यसको हालत होइन। यो भगवान्ले पनि कस्तो कस्तो काँक्रो बनाउँछ। कहाँ सुतिराख्यो एउटा, अर्को यत्रो हुन्जेलसम्म। यो एउटा छ, फेरि आफू एक्लै यत्रो भएको छ। उसको साथीलाई भने त्यस्तै सानो बनाएको छ कि मैले हालेको मलभरि योले एक्लै खायो क्या। लाज शरम पचेको। असोज महिनामा पनि यत्रै भइराख्ने। खै 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 मेरो राख्ने भएपछि त यसलाई त काटेर फाल्थ्यो होला। के राख्यो योले तँलाई यसको 1-2 दिनसम्म पनि यस्तै भइराखेछ भने पो होला। अब तेरो त म करङ नभाज्दै के छोड्न। थ्याङ्क यू सो मच मेरो मिनी भ्लग अन्तिमसम्म हेरिदिनु भएकोमा। अनि मेरो च्यानललाई पनि सब्सक्राइब गरेर सहयोग गरिदिनु होला। त्यहाँ फेरि अझ गर्ने नि सब्सक्राइब। यहाँ फेरि सबै देखिन्छ, सब्सक्राइब नगर्नेलाई हाटमा हानिदिन्छु म फेरि।